हेलो नमस्ते सबैजनालाई नमस्ते मेरो च्यानलमा हजुरलाई सबैलाई स्वागत छ। मेरो नाम दिवस तामाङ। सम्धि आफ्नो नाम दियो यसो परिचय छिटो। मेरो नाम चाहिँ कुशल तामाङ हो। आज हामी कहाँ जाँदा भन छिटो। आज हामी आइल्यान्ड जाँदैछौँ घुम्नलाई कलेजबाट। कलेजबाट। आज चाहिँ हामीले धेरै पछि भ्लग बनाउँदैछौँ। अलि हामी हुन्छ होला, हेर्नु होला अन्तिमसम्म। वान डेसम्म। के देखाएको कपडा देखाइदियो। आज हामी जाँदैछौँ। कपडा चाहिँ यस्तै छ। यो चाहिँ मेरो रुम भयो। अलिक 4 छ गाइजहरू। अब हजुरलाई बाटोमा भेट्नेछौँ। आज गाइजहरू हामी हल्का ढिला भएको छौँ पोहोरको जस्तो। र आज केही पनि छैन, जाने भए जान्छ। आज हल्का ढिलो कतासम्म छिराउ न गाडी चाहिँ उहीँ हो। उहाँ देखिरहेको छौँ सेतो खालको गाडी चाहिँ त्यहीँ हो, तर छिटो आऊ कि आऊ भन्दै। अब हामी चाहिँ गाडीमा चढेपछि भेट्छौँ है त। बाई बाई। हेलो नमस्ते। हामी चाहिँ गाडीमा आइसकेका छौँ। गर्मीले मरेको गाइजहरू, बेकार ज्याकेट लगाएको छ। अहिले चाहिँ गाइजहरू हामीले चाहिँ बस चढिसकेका छौँ। आफ्नो गन्तव्यतिर लागिसकेका छौँ कलेजको बसमा। Line nice and slow. Talk back singing, let the rhythm flow. Palm trees swaying, do you feel that breeze? हामी चाहिँ गाइजहरू भर्खर यस्तो ओसनमा आँखौँ। म चाहिँ खाजान ठाउँ रे तिम्रो दिवसका हामीलाई फोटो चाहियो। फोटोग्राफर दिवस। यहाँ हामी खाजा खाँदैछौँ। हामी चाहिँ भर्खर खाजा खाएर यसो समुद्र अब हाम्रो भ्युटातिर जान्छौँ। आज अहिलेसम्म चाहिँ रमाइलो भएको छ। यो चाहिँ हाम्रो ट्याग हो। यसमा चाहिँ यी ट्याग हुनाले म विद्यार्थी भनेर सबैजना यस्तो राम्रो ठाउँ छ। यो चाहिँ खासमा चाहिँ सर्भिस स्टेसन भन्छ। यसमा चाहिँ पेट्रोल सेट्रोल हाल्ने खास खाने ठाउँ हो। ओ आम्मा गाइज हेर्नु वेब्सहरू यस्तै रमाइलो छ। देखाउँछु सिनेमेटिक सर्ट्सहरू हेर्नु। अहिले चाहिँ हामी खाजा खाएर बसमा हाम्रो बस छ आजको। अनि बस अब हामी चाहिँ यहाँ 2 बज्यो, 3 बजी पुग्छ होला। अब अन्डरग्राउन्ड टनल चाहिँ म त्यहाँ देखाउँछु हजुरहरूलाई। गाइजहरू हामी चाहिँ झरिसकेका छौँ। अब भित्र चेकिङ हुन्छ होला। कस्तो सम्झ्यो अहिलेसम्म एक्सपिरियन्स? होटल चाहिँ होटल भन्ने रेस्टुरेन्ट भन्यो। हामी चाहिँ गाइजहरू रुममा आफ्नो इन पाइसकेका छौँ। काले रुममेट चाहिँ हामी चाहिँ अहिले ट्याक्क लगाएर जाँदैछौँ रुम हेर्न। कस्तो पर्ने छ रुम। चेक इट आउट। 811। यो चाहिँ हाम्रो भ्यू होटलको। हाम्रो चाहिँ रुममेट यता हिँड्दैछ अगाडि। 813 111 समुद्र हेर्नु गाइजहरू। वाटर पार्कमा जानेछौँ हामी हो। ओइ 811 ओ 810 तपाईँको यो हो। काले काम छिटो। हाम्रो रुम यता। हाम्रो रुम चाहिँ यो हो गाइज। अब हेरौँ है कस्तो रहेछ। ल छिटो खोला ट्याक्क ट्याप हान्थ्यो ल। बस ओ माई गड के हो। हेलो उल्टो उल्टो हो। ओ माई गड के हो रुम। कहाँले पर्दा खोला त। पर्दा खोला सम्झ्यो। ओ माई गड ल है भ्यू है। हामी वाटर पार्क अब यहीँ जानला हो एकछिनमा। ओ माई गड ल है हाम्रो यो चाहिँ फ्रम आवर होटल। कस्तो लागिरहेको सुवास? सम्धि हाउ इज द भ्यू?
3 लाख तिरेपछि यति त गर्नु परेन न यार एक सेमेस्टर 3 लाख तिरेछ 30 लाख तिरेको छ 30 लाख यति नगरे त होइन अब फेरि देखाउँछ हजुरलाई रुम यो चाहिँ हाम्रो हल दामी त्यो कपडा फिट्नु पऱ्यो न यो चाहिँ रुम हाम्रो बेडबाट कस्तो आउँछ भ्यू कहाँ सुत्छौ आज त यो चाहिँ हाम्रो भ्यू हो खै आमा यो हो नि त पारा कपडा सडा फेरि पनि जाउँ हामी चाहिँ कपडा फेरि भेट्छौँ लगाइ कट्टुमा खेल्ने यो कट्टुमा खेल्ने हाफ कट्टुमा मिल्छ कि के हो अब बक्समा त मिल्दैन होला एउटा कटो लगाउन जुन भयो नि पारा पारा ल हामी चाहिँ एकछिन भेट्छौँ चाहिँ हामी गाइजहरू के अरे स्विमिङ खेल्न जाँदैछौँ बोला छिटो ढोक्लो नि यहाँ ढोटे गर न जति पनि के होइन हामी चाहिँ फ्रीमा हो अहिले चाहिँ गएर च्याप्पा हामी चाहिँ पौडी त्यस्तै भिडियो खिच्छु गाइज म पनि गाइज यार इन्टरनेट चाहिँ भेट्दैन यार अघि खोजेको छ है इन्टरनेट चाहिँ तल कस्तो जानु हो तर भइसक्यो आया यस्तो यस्तो टाइप हुन्छ गाइज हेर्नु होला है एकछिनमा समीरले भिडियो बनाउँछ म ड्याम पिज्जा हाल्ने कपडा चाहिँ है ज्याप्पा जाने ज्याप्पा हाल्ने हो त्यो समीर अब ओटीको देखाएको ओटीसँग रहेछ चप्पल लाउँछ अब खेल्ने गाइजहरू पौडी झ्याप्प लाएर हानिन्छ जम्मू जम्मै लाइफ ज्याकेट लाउनुपर्छ भन्छ त यार सुज लकर गाइजहरू होइन छ्याक्क लाएर हान्नुपर्छ छ्याक्क पारामा पौडी जुन लाइन हुन्छ जुनको युज गरे हुन्छ हुन्छ चापी भएको चापी जुन एउटैमा ठाउँ यस्तो नाङ्गिनु होइन न हौ गाइजहरू टक्क वाटर पार्क अहिले हामी रेडी भएर निस्क्यौँ हम अहिले चाहिँ हामी त गाइजहरू भर्खर पौडी खेलेर पुरा फ्रेस भएर छौँ अहिले चाहिँ म मात्र छु साथीहरू पनि कपडा लिनु गएको कपडा भिजेर घाँटी हल्का सुक्यो रमाइलो भयो अलि यसो सानोतिनो क्लिप्स हुनुभयो होला एकछिन भेटौँला अहिले चाहिँ हामी यसो नुहाएर अनि हेरेर के क्लास छ अरे त्यो लिन जाँदैछौँ सन्देश त्यो लेक्चर सुन्नु हो स्विमिङ खेलेर पुरै घाम दुखेर छ पुरै यस्तोमा अब लेक्चर सुन्नु परेको गाइजहरू अब यस्तो यस्तो छ एम्बियन्स चाहिँ एकदम एस्थेटिक अहिले यसमा बेलुका फोटो आउँछ भने ल हामी चाहिँ हजुरलाई अब लेक्चरमा भेट्नेछौँ भन्ने बिर्सेछु गाइजहरू छोरी चाहिँ खाइरहेको छ यहाँ उनीहरू खाएको एकछिन भेटौँला थाकिन्छ गाइजहरू बेडमा गएर यस्तो गाइजहरू हामी चाहिँ घुमेका छौँ लेक्चर सुरु हुन आइसक्यो अर्को अहिले चाहिँ घुमिरहेको छौँ सर र अनि त्यसपछि आज लेक्चर हुन्छ अरे त्यसपछि अनि हाम्रो लाइफ कोर्स त्यस्तै बारेमा त्यही भएर चाहिँ अनि यहाँ चाहिँ मेरो भान्जी सम्झीहरू अब हामी तपाईँलाई लेक्चरमा के पढाउँछ अल्छी देखाउँछ अल्छीमा नि हेर्नु होला हामी चाहिँ अहिले हलभित्र आइसकेको छौँ अब स्पेसल लेक्चर सुरु हुन्छ अरे अनि 2 शब्द राम्रो छ क्वालिटी सबै कुरा एकदम राम्रो 5 स्टार जस्तै रमाइलो के गर्छ हामी तपाईँले देखाउनेछौँ हेर्दै गर्नु च्याप हो मैले सिकेँ पनि आज अनि धेरै कुरा छ यहाँ चाहिँ फुलहरू मेरो कान्छुलाई के भनिदिएको गाइजहरू यहाँ
ऊ त्यहाँ मिटिङ हुँदैछ हामी चाहिँ अहिले टक्क खासा खाएर यसो रमाइलो गरेर तल लबीतिर जाँदैछौँ गाइज वेलकम ब्याक टु दिवस तामाङको ब्लग होइन बिस्तारै फ्यामिली ब्लग हो क्या फ्यामिली ब्लग त्यही त भयो नि अनि सो राइट नाउ वी आर इन कहाँ रे यो ठाउँमा गेजो हो कि गेजो आइल्यान्ड Yeoju Island and we are moving now towards the counter. अलिकति हेरौँ न नयाँ के छ नयाँ नौलो यतातिर के सुत्दै बसौँ भनेर होइन अब हामी तल गएर भेट्छौँ हेलो एन्ड मर्निङ एभ्रिवान आज चाहिँ डे 2 हिजो खासै मैले राम्ररी निकाल्न पाएन एकदम थाकेर यो चाहिँ बाहिरको भ्यू हाम्रो अनि आज चाहिँ हामी बिहान कति ब्रेकफास्ट खान जाँदैछौँ अब खै कुपन के छ भन्दैछ अनि ब्रेकफास्ट छ यो चाहिँ हाम्रो होटलकै भ्यू हो अनि यहाँ राम्रै सुताइ हो हिजो थाकेको थियो अति नै र अब हामी तपाईँलाई तल एकछिन गएर भेट्छौँ बाई बाई अहिले चाहिँ तलतिर हामी जाँदैछौँ लबीतिर अनि हाम्रो केटाहरू देख अगाडि म चाहिँ आज अलिक थाकेर हिजो थाकेर चाड मिलाएको यस्तै अब तल एकछिन तल गएर भेट्ने छ च्याप्पा हाम्रो ब्रेकफास्ट चाहिँ यहीँ हो आजको बुफे रेस्टुरेन्ट हुन्छ आउनु छिटो यो चाहिँ बुफे रे गाइसहरू यसमा चाहिँ गाइजहरू योगर्ट छ लुबन चिकन चाहिँ छ त्यसपछि वाफलदेखि बेकन अनि स्यालेड भयो यहाँ स्यालेडहरू पनि खाउने यसरी के हो सुरु देखाउ के छ आइटममा आज सुरु हुँदैछ हो भर्खर सुरु हो त्यसपछि यहाँ चाहिँ ब्रेड प्लस एकदम लाइट ब्रेकफास्ट गुड मर्निङ भाइजान गुड मॉर्निंग आपको और ये आप देख सकते हैं हम लोग बुफे में हैं सही था ना पीछे करके थोड़ा मेरे ठीक है बाद में मिलेंगे वी आर फ्रॉम जल्दी आओ अब खाने कि फेरि लिन जाने एकछिन फेरि अर्को मतलब भर्खर यो फर्स्ट लट त्यसपछि यो खाएर हामी अर्को लड जान्छौँ म त लास्टै भइसक्यो थर्ड टाइम गाइजहरू यो चाहिँ अब कति फोर्थ भन्ने कि थर्ड भन्ने हो हामी चाहिँ गाइजहरू खाजा निस्किसक्यो यहाँ सबैसे बाहिर भ्यू अनि मिठै भयो भने स्पेसहरू छ कफीहरू ल अब म चाहिँ हामी गएर रुममा गएर फ्रेस भएर हेर्छौँ होइन के होइन कस्तो सम्झे वाज द ब्रेकफास्ट छुवायो हो हाम्रो माल छुवायो डु वान ड्रिङ्क दिस सम्झे हामीले खाएको ब्रेकफास्टको ठाउँको नाम चाहिँ सेफ्स किचन हो एकदम मिठो रहेछ सम्झे सबै कुरा मिठो हेल्दी थियो सबै कुरा आई लाइक इट हामी टन्न खाइयो टन्न धेरै खाइयो एक दिन अघि त्यो देखायो फर्स्ट 1 2 3 4 चाहिँ बिस्तारै पारा बिस्तारै मिलेर खायो आफ्नो मिठो थियो ल अब म सु पहिला जस्तो भयो म त्यहाँ माथि गएर फ्रेस भएर हजुरले भेट्ने छु लगाइचहरू हामी चाहिँ रेडी भइसकेको छ अनि हाम्रो रुम सबै यो फ्रेस भएर अब अहिले ठ्याक्कै कति बज्यो ठ्याक्कै 9:36 भयो अब हामी 10 बजे यहाँबाट लाग्नेछौँ हाम्रो बोटानिकल गार्डनतिर अनि साथसाथै अरू ठाउँ घुम्नेछौँ कस्तो अलिक बुढो मान्छे बोला जस्तो बोल्यो आउँदै अलिक बुढो मान्छे बोला जस्तो बोलेको त हामी त अब चाहिँ हामी एकछिन अगाडि भेट्छौँ यो होस् बाई बाई ल हिँडेको गाइजहरू हामी चाहिँ तल लबी जान्छौँ त्यसबाट चेकआउट गर्छौँ
अनि त्यसपछि हामी चाहिँ कलेजतर्फ लाग्नेछौँ। अनि आज बाटोमा बोटानिकल गार्डन र गेजो आइल्यान्ड म्युजियममा लाग्छौँ होइन। यदि हामी त्यहाँ गएन हजुर देखाउनेछौँ। बाहिर समुद्रको भ्यू। बाई होटेल के नाम छ यसको नाम? होटेल नाम अब घर घरै सर्च गरेर हाल्नु है। अब चाहिँ हामी सबैजना होटेल चेकआउट गरिसकेका छौँ। अब हामी बोटानिकल गार्डन जान्छौँ। त्यसपछि अनि बस चाहिँ आजको बस अहिलेको। त्यसपछि अरू केही टन्न खाजा खाँदै अगाडि छौँ नि नचुत्या राख्नु राखेको छु ल। अब हामी चाहिँ एकछिन कहाँ भेट्ने? गाइस हामी चाहिँ बोटानिकल गार्डन आइसकेका छौँ। भित्रै अस्ति दिइराखेँ ट्याक्कै। यो चाहिँ स्लाइडहरू भयो। यो चाहिँ नर्मल स्लाइडहरू। अनि त्यसपछि यो भित्र डोमभित्र चाहिँ बोटानिकल गार्डन। अब जाउँ न उता। यसको कहाँ छ भने जमजम भनेको। यो चाहिँ तारा दिउँसो तारा देख्ने भनेको यही हो सम्झि। दिउँसो तारा देखाउँछ कोरियामा भन्दै हो रहेछ। आज देखिने दिउँसो तारा गाइजहरू रमाइलो। हामी चाहिँ भर्खर अनि बोटानिकल गार्डन घुमेर त्यहाँ खाजा खान नमिलेर चाहिँ अहिले हामी खाजा खान आएको छौँ मदर्सी क्याफेमा। मदर्सी क्याफे भन्नेमा। अनि भ्यू चाहिँ यस्तो छ, यस्तो दामी। अनि हाम्रो बसको ड्राइभरजीले राम्रो एकदम गाडी कुदाइले राम्रो उकालो ठ्याक्कै रामेछाप गएको रहेछ सम्झि। बाटो त रामेछाप ओल्डोङ्गा जस्तो रहेछ ठाडो। अनि हाम्रो अहिले क्याफे, त्यसपछि हामी खाजा खाएर घर जान्छौँ। अनि यस्तै हो आज रमाइलो भयो हाम्रो। धेरै पछि घुम्न गएको हामी है सम्झि। कलेज लगायो चाहिँ आफै त कति गयो यो सेमेस्टरमा चाहिँ यो यो चाहिँ फर्स्ट टाइम हो। अहिलेसम्म चाहिँ रमाइलो भइरहेको। भ्यू हेर्नु यस्तो दामी, मजा चाहिँ दामी छ। क्याफे चाहिँ यस्तो रहेछ गाइजहरू। बाहिर चाहिँ समुद्र भ्यू, भित्र चाहिँ यस्तो। अब डेकोरेसन एकदम राम्रो रहेछ। अनि कतिसम्मको हाम्रो कुपन के लिमिट देखा त्यति मात्रै खान मिल्यो भने जम बाहिर जम यसो हेरौँ। कस्तो एक्सपिरियन्स कस्तो भएर अहिलेसम्म? एक्सपिरियन्स दामी भयो। सरस कस्तो भयो एक्सपिरियन्स? दामी आई लाइक द बजेट एकदम हाई बजेटको यसपालिको ट्रिप छ। बाहिरबाट चाहिँ यसरी यस्तो भ्यू छ। हामी चाहिँ भर्खर माथि यसो ड्रिङ्क खाएँ। अघि मैले फोटो चाहिँ हालेको छु, हेर्नुभयो होला। कस्तो हो सारस? मिठो मिठो एकदम। अहिलेसम्म ट्रिपको अनुभव कस्तो छ भन्दै? एकदम दामी होइन, एकदम हाई बजेट। हाई बजेटमा आइयो होइन, एकदम है। इन्जोय यस। अनि तिम्रो ड्रिङ्क कस्तो थियो? हजुर ड्रिङ्क थियो एकदम। मैले कुशलको चाहेको चाहिँ कुशलको चाहिँ बेस्ट लाग्यो होइन। बेस्टै थियो, उल्टोबाट बेस्टै थियो। अनि अन्सा कस्तो छ बोयफ्रेन्डसँग हालखबर? त्यस्तो सोध्छ अनि मैले भन्दैन। अनि भन न त के हो? राम्रो कुरा सोधेन मलाई। के छ हालखबर अन्सा भने? कस्तो हो अहिलेसम्म ट्रिप? कस्तो हो? ट्रिप
चाहिँ एकदम बबाल भयो एकदम वर्थ इट भयो काम 2 दिन छोडेर पनि हो। आएको म एकदम वर्थ इट फ्रीमा रमाइलो भयो हो। एकदम रमाइलो मात्र होइन धेरै रमाइलो भयो हो अनि त्यही हो ल अब हाल यो आज मेरो नि आउनु पर्यो भिडियोमा ओके छ त सो फाइनली गाइज हामी चाहिँ इन्जोय युनिभर्सिटी आइसकेको छौँ अनि हामीलाई चाहिँ ड्रप अफ गरिदिनु भएको छ अनि हामी स्यान्डविचहरू अब स्यान्डविच दिएको थियो अनि त्यसपछि फ्रुटीहरू छ अनि सम्धी चाहिँ मेरो सामान बोकिदिएको सम्धी हाम्रो सामान चाहिँ त्यति मेरो मात्रै होइन अनि ल थ्याङ्क यू फर वाचिङ एभ्री वान हेरिदिएकोमा धेरै धेरै धन्यवाद अहिले यहाँ यति लामोसम्म र यसरी चाँडै भ्लग आउन सक्छ यदि कलेजले कहिले हामी कहीँ गयो भने अब चाहिँ भ्लग बनाउने छु सम्झि के 2 सप्ताह लास्ट त सबैलाई थ्याङ्क यू फर वाचिङ यस्तै साथ सपोर्ट गर्ने होला मच लभ फ्रम सम्धीहरू सम्धि क्या आउँछ कमिङ सुन आउँछ हेर्दै गर्ने होला हेर्दै गर्नु होला र अहिलेसम्म साथ सहयोग गरिदिनु भएको धेरै धेरै धन्यवाद अब भोलि पर्सि हामी फ्युचरमा हेर्दाखेरि फ्युचर सम्धिलाई के मेसेज फ्युचर कुशललाई के मेसेज दिन चाहन्छौ सम्धि आफू फ्युचरलाई के दिन्छ भोलि पर्सि हेर्लाउँ सम्धि हामी भोलि पर्सि हामी हेर्छौँ नि के मेसेज छ तिम्रो चाहिँ आफूलाई नै कुशललाई नै के मेसेज छ असल गर्दै गर्नु हो कहिले हार नमान्नु हार जित त भइहाल्छ लाइफ हो लाइफमा हार जित त भइहाल्छ तर हार चाहिँ कहिले मान्नु भएन अगाडि बढ्नुपर्छ त्यही हो जति कुरा पनि त्यही हो गाइजहरू अब हामी भोलि पर्सि यो भ्लग म हेर्नेछु मेरो साथीभाइहरूसँग वाट्सएपसँग यस्तै हो होइन ल थ्याङ्क यू फर वाचिङ एभ्रिथिङ एन्ड लाइक गरिदिनु होला भिडियो राम्रो देखेँ ल बाई बाई पिस आउट दिवस तामाङ साइनिङ आउट